हेलो गुड मर्निङ सबैलाई। आजको भिडियोमा स्वागत छ। आज हामी भटेकुसी गाउँपालिका वडा नम्बर 4 हामी सेलाङकटी हाम्रो आजको टुर। यो दाइ 4 हैन त? 4 नवटा हैन त? यहाँ हाम्रो प्रकाश दाइ चाहिँ यता हाम्रो चियाबारीमा हैन दाइ? एकदम राम्रो लागिरहेछ। हो दाइ। सिमन दाइ त झन् अब नआउनु त कुरै छैन नि, स्पेसल हो नि। तर नवीन भाइ चाहिँ छुटिरहेछ। के गर्नु, नवीन भाइलाई हरूले दास बनाइदियो। नेक्स्ट टाइम नवीन भाइ। नवीन भाइ, के अरे अनिल भाइ, सन्तोष भाइ। अब यहाँ के भन्छ, नवीन भाइको मात्र कहीँ भएर भाइ। परिवार घुमघाममा आउने है है भाइ? खुल्लै छ भाइ, दामी रहेछ। जाल त सबै खुलै रहेछ। ए ढोका खुल्लै छ त यहाँ त। हामी फर्किँदैछौँ चिया बगानबाट। अब सिमन दाइ पर्ख लागेको चढ्नु न, ओह्रालो त हुन्छ। ओह्रालो मजाले दाइ, म लान्छु दाइ। जय मसी दाइ। हाम्रो यहाँको भाइ घर घरपट्टिले घर नचिने बस्छ। यो बस पोलो दामी छ सन्तोष भाइले। ल हामी चाहिँ यहाँ सेलाङकटी आइपुग्यो। हाम्रो भाइ सन्तोष, प्रकाश दाई, अनिल भाइ लगायत सिमन दाई। अब चाहिँ हामी यहाँ सेलाङकटी गुम्बामा आइपुगेको छौँ। तपाईँहरू आउनु सक्नुहुन्छ घुम्नको लागि। वाउ, ल अहिले चाहिँ हामी यहाँ सेलाङकटीमा आइपुगेका छौँ।
यो भोटिकोशी गाउँपालिका वडा नम्बर 4 सिलङकटी। भिडियो पनि छिमन्दै गाइज अब हामी चाहिँ अब फर्किन लागेको छु ल। अब हाम्रो खाजा खाने टाइम भयो। हाम्रो खाजा खाने टाइम। हामी खाजा अहिले खान्छौँ। हाम्रो दिदीले स्पेसल सेलङकटीको अर्ग्यानिक आलु। कहाँ त्यस्तो नारायण खान ल है। हाम्रो साथीहरू यहाँ यसो यता नारायण खानतिर घुम्न आएको छ। बिस्तारै भाइ बिस्तारै ल। वाल बन्न लाएर रहेछ। ए भाइ त खतरा राइटर हो नि। ल आज हाम्रो यात्रा यता यसो नारायण थानतिरको घुमघाम अगाडि जाँदैछौँ। यहाँ भाइ हाम्रो राइटर। हेलो ल ठीक है ल।